नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुनबारे त्यति खुलेर कुरा हुन्न, तर यो मानव अनुभवको एउटा महत्त्वपूर्ण पाटो हो, महिला हस्तमैथुन। हामीसँग एउटा युट्युब भिडियोको ट्रान्सक्रिप्ट छ अनि एउटा लेखको सानो अंश पनि। त्यसकै आधारमा हामी कुरा गर्नेछौँ। हो नि। आज हाम्रो उद्देश्य चाहिँ यी स्रोतहरूले महिला हस्तमैथुनका कारण, तरिका, फाइदा अनि ध्यान दिनुपर्ने कुराहरू के भन्छन् भनेर खोतल्नु हो। सुरु गरिहालौँ है त। हुन्छ। यसलाई सामाजिक दृष्टिकोणभन्दा अलिकति माथि उठेर शारीरिक र मानसिक स्वास्थ्यको कोणबाट हेर्नु एकदमै जरुरी छ। स्रोतहरूले पनि त्यतैतिर सङ्केत गरेका छन्। त्यसो भए सुरु गरौँ। महिला हस्तमैथुन भनेको के हो त? स्रोतका अनुसार यो पुरुष बिना नै महिलाले यौनिक आनन्द लिने एउटा प्रक्रिया हो। यसलाई सामान्य र प्राकृतिक नै मानिएको छ, तर पनि पुरुष हस्तमैथुन जतिको चर्चामा चाहिँ छैन, होइन? छैन। अनि स्रोतहरूले एउटा रमाइलो फरक पनि देखाएका छन्, जस्तो पुरुषमा किशोर अवस्थामा हर्मोनले गर्दा सुरु हुन्छ अनि विवाहपछि कम हुन सक्छ अरे। तर महिलामा चाहिँ विवाह अघि कम, तर विवाहपछि खास गरी पार्टनर टाढा हुँदा वा यौन असन्तुष्टि हुँदा चाहिँ यो बढ्न सक्ने देखिन्छ। ए हो र? अनि महिलाले हस्तमैथुन किन गर्छन् त? के कारणहरू त पक्कै होलान् नि? छन् नि। स्रोतले केही कुरा औल्याएको छ, जस्तो पार्टनर टाढा हुनु एउटा भयो, अनि अर्को पार्टनरबाट यौन सन्तुष्टि नपाउनु, जस्तै शीघ्र स्खलनको समस्या भयो भने। त्यो पनि रहेछ। अनि अर्को महत्त्वपूर्ण कुरा यसमा गर्व रहने डर भएन, आफ्नै नियन्त्रणमा भयो। त्यो त हो। कतिपयलाई पुरुषप्रति अरुचि वा यौन सम्पर्कमा पीडा हुन्छ कि भन्ने डरले पनि यतातिर डोर्याउँदो रहेछ। अनि जिज्ञासा पनि त होला नि, जस्तो भिडियो हेरेर वा अरूको कुरा सुनेर, होइन? बिल्कुल, त्यो पनि एउटा कारण हो। अनि यहाँनेर स्रोतले कोखशास्त्र भनेर त्यो परम्परागत यौन ज्ञानलाई कोट गरेर पुरुषभन्दा महिलामा 8 गुणा बढी यौन चाहना हुन्छ भन्ने कुरा पनि उल्लेख गरेको छ, जसले गर्दा सन्तुष्टिको खोजी बढ्न सक्छ। 8 गुणा नै? त्यो त निकै ठूलो फरक भयो। स्रोतले त्यस्तो उल्लेख गरेको छ। तर यसलाई केवल शारीरिक आवश्यकता मात्रै होइन, अलिकति आत्मखोज जस्तो पनि हेर्न सकिन्छ। अनि तरिकाहरू नि के हुँदा रहेछन्? तरिकाको कुरा गर्दा अब हातका औँलाको प्रयोग त सामान्य भइहाल्यो। त्यसबाहेक विभिन्न सेक्स टोयहरू जस्तै भाइब्रेटर, डिल्डो, ब्याट्री वा चार्जबाट चल्ने खालका उपकरणहरू, अनि यौनाइक कल्पना वा त्यो क्लिटोरिस जस्तो संवेदनशील अङ्गलाई उत्तेजित पार्ने तरिकाहरू पनि स्रोतमा उल्लेख छन्। कतिपयले फलफुल प्रयोग गर्ने कुरा पनि आएको छ। अच्छा, अब फाइदातिर जाउँ न त। केही सकारात्मक पक्षहरू पनि होलान् नि? छन्। स्रोतहरूले भने अनुसार यसले तनाव घटाउँछ रे, राम्रो निद्रा लाग्न पनि सघाउँछ। हो र? अनि कतिपयलाई त्यो महिनावारीको बेला हुने दुखाइ कम गर्न पनि मद्दत गर्छ भन्ने छ। त्यो त राम्रो कुरा भयो। हो नि। अनि आफ्नो शरीर र यौन इच्छाबारे बुझ्न अलिकति आत्मविश्वास बढाउन पनि यसले भूमिका खेल्छ। तर सावधानी पनि अपनाउनु पर्छ होला, होइन? एकदमै। सावधानीका कुरामा स्रोतहरूले निकै जोड दिएका छन्। पहिलो कुरा त सरसफाइ नै हो। हात, नङ अनि प्रयोग गर्ने टोयहरू सफा हुनु पर्यो। त्यो त महत्त्वपूर्ण भयो। अनि टोय प्रयोग गर्दा सुरक्षाको पनि कुरा आउँछ। करेन्ट लाग्ने, बिग्रिने खतरा पनि हुन सक्छ। हो। अनि अर्को कुरा, त्यो चिल्लोपनको कमीले घाउ वा असहजता हुन सक्छ भनेर पनि लेखा छ, होइन? हो। त्यसैले आवश्यक परे चिल्लो पदार्थ मतलब लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ भनिएको छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के होला? सबैभन्दा महत्त्वपूर्ण, जसलाई स्रोतले निकै जोड दिएको छ, त्यो हो यसको लत लाग्न नदिने। लत? अत्यधिक भिडियो हेर्ने, त्यसमै समय बर्बाद गर्ने, अनि पछि आफैलाई दोषी ठान्ने, ग्लानि महसुस गर्ने, यसले मानसिक स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ। यो डोपामिन हर्मोनसँग जोडिएको कुरा हो। त्यो क्षणिक आनन्द दिने तर पछि लत लगाउन सक्ने हर्मोन। बुझेँ। अनि एउटा स्रोतले त त्यो छिटो फरक मुडका भिडियोहरू, हाँसो, डर, रुवाई यस्तो हेर्दा दिमाग अस्थिर हुने, बिर्सने समस्या, निद्रा नलाग्ने जस्तो पनि हुन सक्छ भनेको छ नि? हो, त्यो पनि एउटा जोखिम हो। दिमागलाई धेरै उत्तेजना दिँदा त्यस्तो हुन सक्छ। त्यसो भए सारमा भन्नुपर्दा पुरुष होस् वा महिला, हस्तमैथुन आफैमा सामान्य हो, तर यसलाई सन्तुलित र स्वस्थ तरिकाले गर्नु पर्यो। लत बन्न दिनु भएन।
अनि यदि यसले गर्दा अपराध बोध, लाज वा ग्लानि जस्तो महसुस हुन्छ भने चाहिँ यौन शिक्षा वा परामर्श लिनु राम्रो हुन्छ भन्ने कुरा स्रोतले सङ्केत गर्छ। आजको छलफलले महिला हस्तमैथुन बारेका केही भ्रम र जानकारीलाई अलि प्रष्ट पार्यो होला भन्ने आशा छ। यो व्यक्तिगत सन्तुष्टि र स्वास्थ्यसँग जोडिएको विषय रहेछ। हो, र यो जानकारीले आत्मबोध र स्वस्थ यौन व्यवहारतर्फ जान सायद अलिकति मद्दत गर्न सक्छ। अब जाँदा जाँदै श्रोताहरूलाई एउटा सानो प्रश्न छोडेर जाउँ न त। समाजले बनाएका जुन यौनिकता सम्बन्धी मान्यताहरू छन् र व्यक्तिको आफ्नै यौनिक कल्याण, यिनीहरू बीच कहिलेकाहीँ द्वन्द्व हुन सक्छ। यसलाई हामी कसरी स्वस्थ तरिकाले व्यवस्थापन गर्न सक्छौँ होला? यो सोच्न लायक प्रश्न हो। यसबारे सोच्दै गर्नुहोला। आजलाई यति नै, अर्को पटक भेटौँला। हुन्छ, नमस्ते।